हेलो गाइस वेलकम ब्याक है। म चाहिँ अहिलेकै ठाउँमा घुमिरहेको छु। अघि यहाँ डाँडा माथि आइपुगेपछि फेरि अर्को रोड भेटाएँ होइन। वेलकम ब्याक होइन। अब फेरि अर्को भिडियो बनाउँछु, 10-15 मिनटको बनाउँछु अनि त्यसबाट चाहिँ सिद्धिन्छ। हेर्नु न कति दामी छ है, दामी यस्तोमा गाडी वान लिएर हिँड्नु होइन। यहाँ चाहिँ अब दामी सुनसान छ नि त, जङ्गलको बिचमा माथि डाँडाको माथि हो पुरा। एक दुईवटा गाडी हिँड्छ, अरू चाहिँ छैन हिँडेको। म चाहिँ यहाँ बिस्तारै हिँडिरहेको छु। रेस्टरुम हो परको हरियो बट्टा चाहिँ रेस्टरुम हो, त्यहाँ पिस गरेर अनि हिँडिरहेको छु। यहाँनिर दामी भइरहेको छ, दामी दामी सिन होइन। यस्तो मजाको ठाउँमा तपाईँहरू नि आउनुहोस्, घुम्नुहोस्, मजा गर्नुहोस्। एकदम सुनसान, आनन्द, पिसफुल माइन्ड होइन। दामी लागिरहेको छ मलाई, आज फ्रेस भइरहेको, आनन्दले जङ्गलमा हिँडिरहेको छु। आज यहाँ चाहिँ बर्थडे छ कि के हो छैन रहेछ, मान्छेको गाडी माथि पार्क गरेको रहेछ। आई डोन्ट नो वाट दे गन होइन। यसरी हिँडिरहेको छु म चाहिँ गाडीको चाहिँ जस्ट अपोजिटमा आएछु क्या। यो अब यो त वहाँ पर पुगेर अनि फेरि यस्तो राइट जानु पर्दो रहेछ, गाडी भएको ठाउँमा जानुको लागि चाहिँ। यहाँ चाहिँ यस्तो हुन्छ होइन, तपाईँहरूले यो रिजर्भेसन गर्नु पनि सक्नुहुन्छ। अनि बर्थडेहरू मनाउनु, यताउता गर्नु आनन्दको ठाउँ छ नि त। यहाँनिर पानी पनि एभाइलेबल हुन्छ, रेस्टरुम यसरी राखिदिएको हुन्छ होइन, रेस्टरुमहरू। यो चाहिँ के र नाम रहेछ, तर ऊ यहाँ पनि छ, त्यो पनि एक्स्ट्रा रहेछ होइन। यो घर त्यहाँनिर चाहिँ राखिदिएको हुन्छ अनि बस्यो आनन्दले, पार्टी सार्टी गरेर ट्र्यासहरू चाहिँ पोको पारेर राखिदिनुपर्छ अनि उनीहरूले आएर लान्छ बेलुका। तर अब रिजर्भेसन गर्नुपर्छ, 100-150 रुपियाँ पर्छ दिनको। अनि पानीहरू सब रेस्टरुमहरू सुविधा राखिदिन्छ उनीहरूले। अनि आयो बर्थडे सड्डे गरेर अनि शामको भएपछि बेलुका घर लाग्यो, घर क्लिन भयो। यहाँनिर अब घरमा सरसफाइ गर्नु परेन नि त, मान्छे भेला भएन, यहीँ हुन्छ नि एभ्रिबडी, यहीँ आउने, यहीँ खाने अनि जाने, रमाइलो छ नि। अब यहाँदेखि उता चाहिँ कहाँ जाने भन्ने कुरा आयो क्या। अघि त डाँडै डाँडा आइयो, अहिले चाहिँ अब कता जाने। अब यहाँनिर बाटो पनि छैन, यस्तो छ नि त। बाजै साइकलमा हिँडिरहेको नि त। म चाहिँ अब हेर्नु त कस्तो दामी ठाउँ छ, शान्त होइन, दामी ठाउँमा मजा आउँदो रहेछ। म चाहिँ अब हिँडिरहेको छु। अब यसो ओह्रालो झर्ने बाटो पायो भने चाहिँ ओह्रालो झरिन्छ, यस्तो दामी छ होइन ओह्रालो। अब यो अलिक दिनमा त डाङडुङ झरिहाल्छ, त्यहाँदेखि त खुइले डाँडो हुन्छ क्या। यो रुखहरू पनि सिङ्रिङ्ग हुन्छ, 6 महिना पछाडि फेरि पलाउँछ। अहिले चाहिँ यस्तो कलरफुल भएको छ नि त। अनि अब अलिक दिनमा यो झरिहाल्छ सबै पत्ताहरू। दामी यस्तो रातो रुख पनि हुन्छ, यस्तो रातो रातो देखिने, पहेँलो देखिने। अब तपाईँको पहेँलो यही छ, यहाँ हेर्नुहोस् कस्तो दामी भएको छ। यस्तो दामी देखिन्छ नि त पहेँलोमा। यो रुखै पहेँलो हो कि, पत्ता यस्तो हेर्दाखेरि। अनि पहेँलोमा चाहिँ त्यस्तो दामी देखिन्छ। गाडी आउँदैछ, एउटा गाडी गयो, त्यसलाई साइड छोड्ने क्या। ल हेर्नुहोस् यस्तो दामी छ भने, यस्तो दामी नेचरमा घरमा बसेर थोडी हुन्छ। घरमा बसेर खायो बस्छ, खायो बस्छ हुन्छ नि त। अनि टक्कै हिँड्ने, फ्रेस हुन्छ, आउने मजाले घुम्ने ओर्ने जाने, रमाइलो गर्ने, बेलुका घर जाने, भात खाने, सुत्ने। अहिले त अब घुम्ने हो, दिउँसो त घुम्ने हो मजाले। यत्रो दामी वातावरण छ, मजाले घुमौँ अनि गयो नि बेलुकाखेरि घर। वा चराहरू नि कराउँदैछ नि, यहाँनिर चराहरू पनि रहेछन्। अब यिनीहरू पनि बास सर्छन्। अब कता जान्छन् यिनीहरू थाहा छैन, तर यिनीहरू नि अब बास सर्छन् क्या। पछाडि अब भोलि पछाडि हरियो फलाएपछि मात्रै फर्किन्छ नि त। अब यो हिउँ पर्छ, हिउँ परेपछि यिनीहरू देखिँदैन नि, सबै पसी सर्छन्। अब बिचरा उनीहरूको नि बसे जाने बेला हो नि त।
उनीहरू बसी जान्छन् अनि कहाँ गएर बस्छन् फेरि पछाडि हरियाली भएपछि आउँछन् अनि अहिले चाहिँ कराइरहेका छन् हतार भइरहेका छन् त उनीहरूलाई बसाइ सर्नुको लागि अब कतिजनाको बच्चाहरू होला त्यही भएर यिनीहरू बसाइ सर्न आँट्दैछन् नि त मान्छेको जिन्दगी जस्तै छ यिनीहरूको पनि एक ठाउँ बस्नु पाउँदैन अब यहाँ हिउँ पर्छ 6 महिना हिउँमा यिनीहरू बस्न सक्दैन अब कहाँ जानुपर्ने हो कति टाइम लाग्छ उनीहरूलाई त्यहाँ पुग्नु फेरि 6 महिना पछाडि फेरि फर्केर यतै आउँछ नि त यो चराचुरुङ्गीलाई नि गाह्रो छ जिन्दगी हामी मान्छेको पनि जिन्दगी गाह्रो छ यिनीहरूको पनि जिन्दगी गाह्रो छ अब कान्छेको यस्तै हो अब के गर्ने सबै ठिकै छ मजा आइरहेको जुत्ता गाडी आयो यहाँ चाहिँ अब अमेरिकामा मान्छे देख्यो भने साइड छोडिदिन्छ नि त उनीहरूले साइड छोडेर पल्लो रोडतिर लान्छ क्या अनि त्यही भएर म यता साइडमा हिँडेको गाडीहरू यसरी गाडीमा कुदिरहेको छ यसरी साइक्लिङमा आइरहेको छन् पछाडिबाट होइन उनीहरू साइक्लिङ गर्नेहरू म चाहिँ वाक गर्ने अन्त म चाहिँ वाक गर्दै हिँड्दै गर्ने अन्त अनि 25 को स्पिड छ अनि त्यहाँबाट हामी चाहिँ अब ट्याक्कै यिनीहरूले चाहिँ अब के गर्दा रहेछ यो बाउला भन्छन् नि त मलाई भिडियो गर्दै हिँड्दैछ यो बाउला रहेछ भन्छन् नि तर अब के थाहा उनीहरूलाई युट्युबमा आउँछ भनेर थाहा छैन नि त अब हेर्नु त्यही म त कति 1.5 घन्टा हिँडिसक्यो यो उकालो अहिले चाहिँ रोडमै छु डाङ एक्लै रोडमा एक्लै हिँडिरहेको छु नि त अब हिँड्दै जाने हो टक्क गएर चाहिँ तल चाहिँ गाडी छ मेरो तल यो पारिपट्टि छ मेरो गाडी अहिले चाहिँ म यता आइरहेको छु हिँडिरहेको छु यस्तै छ जिन्दगी के गर्नु होइन ओ के हो खस्रक्क गरेर मान्छेहरू के हो गाह्रो छ भालु आयो भालु भन्नु नि अब भालु थाहा हुँदैन यहाँ अब हिँडिरहेको छ होइन 1-2वटा टिकटक बनाएँ यसो भाइरल पनि हुनु पर्यो नि त केमा अब के गर्ने यस्तै हो जिन्दगी हेर्नेले हेर्छन् मन पराउँछन् नपराउँदैन डमाएर होइन आफ्नो लाइफ हो आफू जिउने हो नि आनन्दले कसैको टेन्सन छैन कसैको ऋण छैन आनन्द बाँच्ने घुम्ने हो यहाँनिर चाहिँ के आएछ भन्दाखेरि चाहिँ यहाँनिर त डाँडा रहेछ डाँडाको छेउमा के रहेछ कि म अहिले पुग्छु त्यहाँनिर तपाईँहरूलाई पनि देखाउँछु यहाँ चाहिँ सुनसान छ नि त कोही छैनन् मान्छेहरू 1-2वटा म जस्तै त होला नि घुम्नेहरू छन् उता नानीहरू कराएको सुन्दैछु मान्छेहरू बोलेको सुन्दैछ उता उनीहरू पनि आएको होला नि उहाँहरू पनि सानो के गएको भागेको छ नदेखिने खालको उयो हुन्छ क्या स्क्वारल नदेखिने खालको हुन्छ सानो हाई बेबी हाई what are you hiding कहाँ लुकिदिन्छ क्या यत्रो सानो हुन्छ ठ्याक्कै फुत्त निस्किन्छ सट्ट बस्छ क्या एउटा चाहिँ बाइक लिएर आउँदैछ होइन एकजना चाहिँ बाइकमा हर आइरहेको नि त ए स्कुटर के हो यो बाइकै हो जाने यो चाहिँ यो पार्कको एउटा घर जस्तो रहेछ के हो त्यहाँनिर मान्छेहरू यसो देखिँदैछ अनि यहाँ त उयो के रहेछ गाडी पार्किङहरू पनि छ एक्ज्याक्टली मलाई थाहा भएन म कहाँ आइपुगिसकेँ तर अब म वापस जानु कि यतैबाट जाउँ होला अब यत्रो त आइयो अब वापस किन जानु होइन अघि तपाईँहरूलाई आउँदाको बाटो देखाइहालेँ अब यो जाँदा अर्कै बाटो जाउँ ल म अर्कै बाटो जान्छु अनि भिडियो बनाउँछु अनि तपाईँहरूको लागि हालिदिन्छु तपाईँहरू पनि इन्जोय गर्नु होला हेरेर होइन मैले अघि 1-2वटा टिकटक बनाएँ अनि अब अहिले चाहिँ यो रोडले चाहिँ अर्को रोडमा भेटाउँछ त्यो रोडदेखि चाहिँ अनि
सनक्कै जाने यहाँ चाहिँ यस्तो दामी छ क्या साथी हेर्नु त यस्तो दामी खालको भ्यू भएको रहेछ अनि ऊ माथिको चाहिँ त्यहाँको के घरहरू होला यही पार्कै घरहरू हो रेन्टमा दिने होला त्यहाँ पार्टी सार्टी गर्नुको लागि पार्किङहरू भएको टोइलेट बाथरुमहरू भएको फेसिलिटी भएको ठाउँ होला होइन अनि त्यहाँ चाहिँ उनीहरू त्यहाँ बसिरहेको पार्टी सार्टी गर्ने होला नि त उनीहरूको जहिले पनि यहाँ रेजर्भेसन गरेपछि तपाईँको रेजर्भेसनमा चाहिँ आउँछन् आएर अनि पार्टी सार्टी गर्छन् अनि जान्छन् ल हेर्नुहोस् आकाश पनि यस्तो दामी भएको छ मजाले घुमिरहेको छु है आनन्द छ जिन्दगी चाल्न त चलेछ पिरै पिरमा छ भने जस्तो छैन पिर त केही पनि उयो गीतै मात्रै हो के गर्नु जिन्दगी यस्तै हो कमाउने रमाउने धमाउने जिन्दगी यस्तै हो है आजको ट्रेकिङ चाहिँ अब कुदेरै भन्दा पनि हिँडेरै दलिसक्यो अन्त गइरहेको छ अब कहाँ पुगिन्छ थाहा छैन तर यहाँ चाहिँ चौरी रहेछ दामी चौरीमा तपाईँहरू आनन्दले घाम तापेर बस्दा नि भयो प्रोजेक्ट फिनल्यान्ड हबर्ड प्रोजेक्टहरू के हो त्यो हामीलाई थाहा छैन अब हामी चाहिँ म चाहिँ सिधै जाने हो बाटोमा टक्क पुगेपछि लेफ्ट हाल्नुपर्छ मैले अनि लेफ्टबाट फेरि वाकिङ गरेर लगभग 40-50 मिनट वाक गरेर अनि फेरि वहाँ पुगिन्छ मेरो गाडीबाट अनि त्यस पछाडि चाहिँ म लाग्ने अन्त घर फिनल्यान्ड हेबिटेट प्रोजेक्ट habitat. What does that mean? Stay on the trail. यहाँ चाहिँ के हो यो हेबिटेट भन्छ के भनेको इङ्ग्लिस पनि आउँदैन गाह्रो छ जिन्दगी गाह्रो छ यहाँ चाहिँ यसरी ढुङ्गाले छेकेको छ त्यो फायरको यो पोललाई त्यहाँबाट पानी आउँछ नि त अनि मान्छेले गाडी पार्क गर्छन् भनेर ढुङ्गाले छेकेर चाहिँ ठ्याक्कै सेक्योर गरेको रहेछ विच इज गुड होइन अब यहाँ अर्को ठाउँ आइपुग्यो यहाँ चाहिँ के छ भन्ने कुरा मैले पनि बुझिनँ यहाँ मान्छेहरू हिँड्न त हिँडिरहेको छन् त तर माछा मार्नु गएको होला जस्तो लागिरहेको क्या माछा मार्नु गएको होला माछा मारेर आउने ठाउँ होला हो यो मैले पनि हेरेको छैन अब यहाँ मुनि चाहिँ के छ भनेको वायोमिङ I don't know what is in there, but it's look good. Right? And that's it. मजाले घुम्ने के हो यो पार्किङ रहेछ मेबी फिसिङ डग एरियाहरू रहेछ क्या डगलाई वाक गराउने सबैको गाडीमा मैले कुकुर देखिरहेको छु सायद डग वाकर होला होइन यहाँनिर चाहिँ एउटा सानो घर रहेछ वाटर पनि रहेछ अब यहाँ वाटर भएको ठाउँमा चाहिँ त्यहाँ चाहिँ मान्छेहरू कुकुरलाई पानी खुवाउने ठाउँ रहेछ अनि घर पानी पर्दाखेरि घर बस्ने घर पनि रहेछ मजा छ अब उज्यालो ठाउँ चाहिँ आउन आँटिरहेको छ है म उज्यालो ठाउँ पनि देखाउँछु तपाईँहरूलाई इन्जोय गर्नलाई गाडी खतरा गयो नि त सारा जान्छ गाडी 25को स्पिड र 35 कुदाइरहेको के गर्नु अब यस्तो छ यहाँ पनि दामी ठाउँ रहेछ साथी हेर्नु त कस्तो दामी छ खुल्ला आसमान खुल्ला वातावरण भएको ठाउँ रहेछ होइन अब यस्तै हो साथी घुम्नुपर्छ रमाइलो गर्नुपर्छ अच्छा सेतो भयो दामी ठाउँ भयो नि त तपाईँहरू पनि छुट्टी मिल्यो भने आउनु होला नर्थ पार्कमा पिट्सबर्गको पेन्सिल्भेनियाको नर्थ पार्क अनि यहाँनिर चाहिँ आएर चाहिँ मजाले घुमेर इन्जोय फ्रेस भएर चाहिँ जानु होला मेरो छोरीले मलाई कल गरिरहेको छ तर अहिले उठाउँदिनँ अहिले भरे उठाउँछु I'll call her when I'm done video होइन अब यसरी मजाले हिँडिरहेको छु नि त
हिँडिरहेको छु ट्रेलमा ला 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 यति दामी आकाश पनि यति दामी भएको छ होइन मजाले घुमिरहेको छ नि अब यहाँ गाडीहरू आइरहेको छन् म चाहिँ हिँडिरहेको छु खुल्ला आकाशमा भएर बसेर हिँडिरहेको यस्तो दामी छ होइन वातावरण तिमीलाई के दिउँ भन्दै हिँडिरहेको छु नि त अझ म बाटो जोडिने ठाउँमा पुग्न आँट्यो होला ल तपाईँहरूलाई नै अब धेरै टाइम टेक गर्दिनँ यस्तै रमाइलो भइरहेको छ बनाउनु मन लाग्यो भने अर्को भिडियो बनाउँछु तर यो चाहिँ पिट्सबर्गको पेन्सिल्भेनियाको नर्थ पार्क हो है हस् त गाइस सी यु लेटर एलिगेटर